कपिलवस्तु काण्डमा लुटिएकी म। बाँची बाँची मर्नु र मरेर बाँच्नुमा कति अन्तर हुँदो रहेछ। धेरै समयपछि मृत्युको मुखबाट फर्केर तपाईलाई सम्झने, याद गर्ने र सम्बोधन गर्ने मौका पाइरहेकी छु। मलाई लाग्छ यो सम्बोधन, सम्झना लामो अन्तरालको भएको छ अनि नितान्त पृथक छ यो लेखाई। बितेका समय मुट्ठीमा कसेर राख्न मिल्ने भए म एक जुनीको लागि मात्र होइन, सयौं जुनीको लागि साँचेर राख्ने थिए। तर के गर्नु, बितेका ती दिनहरू मेरो टाउको माथि लगातार एकपछि अर्को गर्दै खसेर ठूला किर्कौला र भड्खालाहरूमा आकृत हुँदै थोपरिँदैछन्। थप्प थप्प कृष्णवीरबाट पहिरो खसे जस्तै। वास्तविक भोगाईबाट एकदम फर्केर पछाडि हेर्दा म देख्छु टाढा क्षितिजमा टाँसिए झै विगतका तमाम दृश्यलाई पूर्ण रूपले ढाक्दै एउटा कालो नीलो ज्वालामुखी विस्फोट भएको छ, जसबाट छरिएका म्याग्मा र लाभा पोतिएका छन् मेरो मुहारभरि लत्तपत्त। अनुहारको मात्र के कुरा, सिङ्गो शरीरको कुनै कुना बाँकी नराखी मेरा बितेका दिनहरूले कुन्नी कहिलेदेखि हो विरूप र कुरूप बनाइराखेका छन्, जसको कुरूपता म सुमसुम्याउन सक्दिन, भ्याउन्न र चाहन्न। मान्छे सुन्दरतामा नै रमाउँछ, कुरूपतासँग गलानी हुन्छ सबैलाई। दिन प्रतिदिन म भासिँदैछु अतीतका गहिरा भड्खालाहरूमा, जहाँ कुनै भड्खालो यति गहिरो, अँध्यारो, अत्यासिलो र निसासितो लाग्छ कि म त्यहाँको कुनै वस्तुलाई स्पर्श गर्न नसकेर बाहिर निस्कन्छु निरीह भई। मेरा आँखा अँध्यारामा कैद छन्, उज्यालामा पुनः फर्कन नसक्ने गरी। आखिर यो सबै किन भइरहेछ? प्रश्न चिन्ह खडा छन् मेरो रौं रौंमा। के आँखा सधैँ अँध्यारो निहाल्नका लागि नै बनेका हुन् र? यदि त्यसो हो भने किन आउँछन् बिहानीहरू, किन उदाउँछ सूर्य? मलाई थाहा छ, गोसाई कुण्ड जस्तो गहिरो यो भूमिका, मेरो भड्खालाहरू भित्रका अँध्यारा। यी अँध्याराले कसैलाई नसुमसुम्याओस्, नगिजोलोस् र नपछ्याओस्। म मात्र एउटी अतीत हुँ, समयले चपाएर ओखलेको तीतो अतीत। समयको नजरमा त म ओक्लिसकेकी छु, तर उसको गिजाहरूमा पिसिएर अड्किनुको पीडा मसँग प्रशस्त छ, जुन म सहन मात्र सक्छु, सहन मात्र। एक्लै एक्लै उदास उदास छु म, एक्लै एक्लै उदास उदास छु म।
एक्लै एक्लै उदास उदास छु म। कोही नदी किनार हूँ म, सधैँ पर्खिरहने प्यार हूँ म। कोही नदी किनार हूँ म। सपना देख्ने आँखाहरू भ्रमित छैनन्, किनभने सपना देख्न विपनाको आधार चाहिन्छ। तर आज मेरो सपनाको आधार भत्किएको छ। म कति लाचार छु। आफ्नो आधार भत्कदा एउटा मुक दर्शक बनेर गाई जात्रा हेरे झै हेरिरहेकी छु निर्लज्ज। मेरो प्रेमी जीवनलाई मैले पहिले पनि भनेकी थिए, मायाको सम्बन्ध गाँसिनु हुर्किनु मौलाउनु भनेकै गर्लममा ढल्नु हो। तर जीवनले मेरो मुख थुनेर यी शब्द ओकल्नबाट वञ्चित गराउँथ्यो। जीवनको र मेरो मिलन दैवको खातामा लेखिएको थिएन, ईश्वरले लेख्न कन्जुस्याई गरेछन्। मरी मरी बाँचेकी म शर्मिला बस्नेत। मेरो घर चन्द्रौटा कपिल वस्तु हो। हाल म तानसेन पाल्पा मामा घरमा बस्दै आएकी छु। सुन्दर मेरो घर संसार, खरानी हुनुको पीडा यो समयले बताउने कुरा हो। हुन त यी सब लेखेर मेरो प्रेमी जीवनलाई दुखी बनाउने चाहना त थिएन, तर हाम्रो मायामा गरेका सम्झौता र कसमले लेख्न विवश बनायो। मलाई थाहा छ विभिन्न सञ्चार माध्यमबाट कपिल वस्तुको निन्दनीय अकल्पनीय घटना हजुरहरू सामु आइसकेको छ, एउटा अर्को सुनामी बनेर। घटनाले कपिल वस्तु पुरै जलेको थियो। त्यहाँ भएको क्षति प्रक्रिया र उत्पन्न अन्त्यहीन प्रभाव बारे कसैले सोच्न भ्याएको पनि छैन। कहाँ लियो आत्तियो हो, कहाँ लियो आत्तियो होला, सबैको मन छटपटिए होलान् मेरो जीवन मेरो सम्झनामा। लेख्न त सुरु गरे, तर कठिन भइरहेछ। लेखौं या नलेखौं, दोधारले रेटिरहेछ भित्रै। शब्दाङ्कुरको अँध्यारो गुफा जति सुकै गहिरो भए पनि तल पुगेपछि कुन्नी किन स्मृति लोकबाट टुक्रिएर आएको प्रकाशले उद्भासित भएको छ मेरो मानसपटल। मेरो विस्मृतिको पर्दा पन्छिन्छ। म यथार्थको गहिरो खाडलमा नराम्रोसँग जाकिन्छु, जहाँबाट उत्रनु कल्पनामा पनि असम्भव छ मेरा लागि।
2064 साल भदौ 30 गते एउटा कालरात्रि भएर उधायो मेरो लागि। म संसारबाट लखेटिए, खुसिए, हराए एउटा बिरानो संसारमा। गुम्यो मेरो आफ्नो पहिचान, भए नालीमा मिल्केको फूल जस्तो। के अर्थ रह्यो र एक मुट्ठी प्राण रहनुको? खेद छ दैवसँग प्राण लानमा कन्जुस्याई गरेको देख्दा। नखेल्नु भाग्यसँग खेलिसकेपछि किन तमासा हेर्छ ईश्वर? म त यसै उसै प्वाल परेको माटोको आरी भए। दो बाटोमा हुत्याई टुक्रा टुक्रा बनाउन बाँकी रहेकी। तर कसरी लेखौं त्यो घटना? एउटा पर्दा पछाडिको नाटक जस्तो विश्वास गर्न कठिन होला तपाईहरूलाई। हजुरआमाले भन्ने गरेको दन्ते कथा जस्तो अपाच्य हुन सक्छ। मैले आफैले नभोगेको भए सायद म पनि विश्वास गर्ने थिइन। 2064 साल भदौ 29 गते एक नेताको हत्या अज्ञात समूहबाट भएपछि एकाएक आधी बेरी आयो। हुरी बतास मडारियो बस्ती उडाउने गरी। डढेलो फैलियो घर जलाउने गरी। होस समालुन्जेलको घटना हेर्दा सम्झदा लाग्थ्यो साँच्चीकै टेलिभिजनमा हेरिने फिल्मी दृश्य जस्तो अकल्पनीय। यदि टिभीको पर्दामा त्यो देखिएको भए पनि म रमाइलो मानेर हेर्ने थिए। तर वास्तविक जीवनमा आफैले भोग्नु पर्दा निकै गाह्रो हुँदो रहेछ, निकै गाह्रो। हो, बिहानको 9:15 बजेको थियो। बुबा सधैँझै फेन्सी पसलमा ग्राहक रुँदै हुनुहुन्थ्यो। अघि पछिको दिनको तुलनामा सडक अलि व्यस्तै थियो। आमा भान्सामा खाना बनाउनमा व्यस्त हुनुहुन्थ्यो। भाइ सडकमा आफ्नै सुरले उसको फुच्चे साइकल चलाउँदै थियो। म मेरो कोठामा कपडा सिलाउँदै थिएँ। तीजको मुखमा आएका सबै कपडा भ्याइसकेकी थिइन। मनभरि जीवनको सम्झना उर्लिरहेको थियो मर्स्याङ्दी बनेर। छालले कहिले किनारा पुर्याउँथ्यो त कहिले लैजान्थ्यो भुमरीमा नै, जसको नतिजा एकापट्टि जोड्नु पर्ने कपडा त म अन्तै जोड्थे। जब होसमा आउँथे